सम्पूर्ण साथीहरुमा नमस्कार। मेरो आजको प्रस्तुति अन्तिमसम्म सुन्न साथ दिनु होला। अनि मन पर्यो भने लाइक, कमेन्ट, शेयर, रिपोर्ट सबै गरिदिनु होला है साथीहरु। कमेन्ट चाहिँ थोर भए पनि लेखेर गरिदिनु होला के, धेरै चाहिने यति। हस्, सुरु गर्छु ल। खडेरी नै पर्ने भयो जेठ असारको महिना, अन्त अन्त पानी पर्दा यहाँ परेको छैन। तराईको बसोबास टिनको छानु, आफ्नो घर गर्मी हुँदा कसको घर जानु। घर बाहिर निस्को कि त चर्को घामले पोल्यो, घरभित्रै बस्दा पनि पसिनाको खोलो। यता हेरो उता हेरो आँखा तिरिमिरी, सकिँदैन उठी हिँड्न भुइँमै ढल्छु फेरि। शरीरभरि घमौरा र पानी सारा निस्की, तिलको दाना राख्ने ठाउँ छैन एक चिम्टी। सतहमा पानी छैन, धारा मोटर सुक्यो, पानी तिर्खा लाउँदा पनि पसिनाकै गुडको। धान थन्क्याउँदा आएको पानी अहिले कता गयो, खेत रोप्न राखेको बिउ खडेरीले खायो। खेत रोप्न राखेको बिउ खडेरीले खायो। हे बरै गाह्रो भयो एक दिन कटाउन सारा जीवन, कहाँ जाउँ म बिताउन। गाह्रो भयो एक दिन कटाउन सारा जीवन, कहाँ जाउँ म बिताउन। सारा जीवन कहाँ जाउँ म बिताउन। हस्त नमस्कार।